सम्पूर्णमा नमस्कार। पार्ट 1 को भिडियोलाई यति धेरै माया गरिदिनु भएको छ, त्यसको लागि हजुरहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। पार्ट 2 को भिडियो लिएर चाहिँ उपस्थित भइसकेको छु। सामान्य एउटा स्वास्थ्य केन्द्रमा, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा, शहरी स्वास्थ्य केन्द्रहरुमा चाहिँ आँखाको दृष्टि जाँचको लागि आवश्यक पर्ने सामग्रीको काम चाहिँ के त हैन, के सामग्री र त्यसको कामहरु के हुन्छ भनेर चाहिँ प्रश्न पार्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा पहिले फिता हैन, यो फिताको आवश्यकता पर्दछ जसले चाहिँ दूरी मापनको काम चाहिँ गर्दछ। आँखा परीक्षण गर्ने ठाउँ चाहिँ फराकिलो हुनुपर्छ र ठिक्कको प्रकाश गएको, एकदमै धेरै उज्यालो पनि नै एकदमै धेरै अँधेरो पनि नभएको, ठिक्कको प्रकाश भएको, ठिक्कको उज्यालो भएको ठाउँ चाहिँ छनौट गर्नु पर्दछ। र यो दृष्टि परीक्षण चार्ट र यो फिताको दूरी चाहिँ 6 मिटरको हुनु पर्दछ। दूरी मापन गर्दाखेरि 1 मिटर, 3 मिटर र 6 मिटर चाहिँ छुट्याएर राख्दा दृष्टि परीक्षण गर्ने काममा चाहिँ सहज पुर्याउँछ है त। अनि अर्को छ टर्च लाइटको कुरा। टर्च लाइटको आवश्यकता चाहिँ हामीले दृष्टि परीक्षण गर्दै गर्दा जसमा सबै देखाइन्छ हैन, सबै अक्षरहरु चिन्नु पर्ने हुन्छ। तर अक्षर चिन्दै जाँदा 3 मिटर 6 मिटरको दूरीमा सबैभन्दा माथिको यो ठूलो अक्षर नै देख्न सक्नु भएन भनेपछि हामी 3 मिटरको दूरी घटाएर 3 मिटरमा जानु पर्दछ। 3 मिटरमा गएर नि यो औंला बराबरको अर्थात यो सबैभन्दा ठूलो अक्षर चाहिँ उहाँले देख्न सक्नु भएन भने फेरि 1 मिटरको दूरीमा गएर फेरि यही ठूलो अक्षर देखाउनु पर्दछ। तर त्यति गर्दा नि उहाँले देख्नु भएन भनेपछि नजिकै गएर हात हल्लाउने काम गर्नु पर्दछ र त्यति गर्दा नि देख्नु भएन भनेपछि अन्तिममा चाहिँ टर्च लाइट, जुन टर्च लाइट आँखामा लगाइदिनु पर्दछ र यो टर्च लाइटको सहायताले उहाँको आँखाको दृष्टि परीक्षणमा चाहिँ सहयोग पुर्याउँछ। एउटा भयो फिताको काम, दोस्रो भयो फिलिप यो चार्ट चाहिँ, अनि तेस्रो भयो यो टर्च लाइट। अनि चौथो छ यो पिनहोलको काम के त हैन, हामीले दृष्टि परीक्षण 6 मिटरको दूरीबाट गरिरहेका हुन्छौँ हैन। सबै दृष्टि परीक्षण गर्यौं। यो दृष्टि परीक्षणको अन्तिम यो 2 लाइन सबै देख्नु भयो, तर यो अन्तिमको 2 लाइन चाहिँ उहाँले देख्न सक्नु भएन। त्यसपछि चाहिँ हामीले यो पिनहोलको सहायताले सामान्य आँखा परीक्षण गरे जस्तै गरेर केन्द्रित गरेर चाहिँ हेर्न सक्छौं। यो पिनहोलको काम चाहिँ यो हो। सबै देख्न सक्नु भयो, तर यो चार्टको अन्तिमको 2 लाइन चाहिँ देख्न सक्नु